आजको भिडियो नेपालका विभिन्न ठाउँहरूको मुख्य कुराहरूको बारेमा रहनेछ। र त्यसैगरी प्रश्न नम्बर 1 तोरीका लागि प्रसिद्ध ठाउँ कुन हो? अप्सन नम्बर 1 चितवन, अप्सन नम्बर 2 इलाम, अप्सन नम्बर 3 सर्लाही, अप्सन नम्बर 4 झापा। यसको सही उत्तर हो अप्सन नम्बर 1 चितवन। प्रश्न नम्बर 2 खुकुरीका लागि प्रसिद्ध जिल्ला कुन हो? अप्सन नम्बर 1 गोर्खा, अप्सन नम्बर 2 सङ्खुवासभा, अप्सन नम्बर 3 भोजपुर, अप्सन नम्बर 4 धरान। यसको सही उत्तर रहेको छ अप्सन नम्बर 3 भोजपुर। प्रश्न नम्बर 3 अदुवाका लागि प्रसिद्ध स्थान कुन हो? अप्सन नम्बर 1 झापा, अप्सन नम्बर 2 स्याङ्जा, अप्सन नम्बर 3 पाल्पा, अप्सन नम्बर 4 सल्यान। यसको सही जवाफ हो अप्सन नम्बर 1 झापा। प्रश्न नम्बर 4 छालाका लागि प्रसिद्ध स्थान कुन हो? अप्सन नम्बर 1 काठमाडौँ, अप्सन नम्बर 2 मोरङ, अप्सन नम्बर 3 बारा, अप्सन नम्बर 4 दैलेख। यस प्रश्नको सही जवाफ रहेको छ अप्सन नम्बर 4 दैलेख। प्रश्न नम्बर 5 अलैची खेतीका लागि प्रख्यात जिल्ला कुन कुन हो? अप्सन नम्बर 1 इलाम, सङ्खुवासभा र पाँचथर, अप्सन नम्बर 2 तेह्रथुम र धनकुटा, अप्सन नम्बर 3 ताप्लेजुङ, अप्सन नम्बर 4 खोटाङ र भोजपुर। यस प्रश्नको सही जवाफ हो अप्सन नम्बर 1 इलाम, सङ्खुवासभा र पाँचथर। प्रश्न नम्बर 6 चामलका लागि प्रसिद्ध स्थान शिखरबेसी कुन जिल्लामा पर्छ? अप्सन नम्बर 1 कपिलवस्तु, अप्सन नम्बर 2 रूपन्देही, अप्सन नम्बर 3 नुवाकोट, अप्सन नम्बर 4 झापा। यसको सही जवाफ रहेको छ अप्सन नम्बर 3 नुवाकोट।